मैले बोल्ने कुरा भनेको अनुशासन हो। अहिले स्कुलको कम्पाउन्डको तलपट्टि आफ्नो ड्रेस यसरी फालिएको छ। यो कुनै पनि विद्यार्थीको हो भन्ने जानकारी पनि हामीलाई प्राप्त भइसक्यो। कृपया आफूले लगाउने वस्त्रहरूको मर्यादा गर्न सिक्नुहोस्। एउटा एकाडेमीमा पढेर यति पनि मर्यादा गर्न सक्नु भएन भने मेहनत पसिना गरेर बाउ आमाले कमाएको पैसालाई यसरी नफाल्नुहोस्। त्यो पनि जाडो महिनाको बेलामा ज्याकेट यसरी फाल्नु शोभनीय कुरा पनि हो। एउटा एकाडेमीमा तपाईँहरू पढ्न आउनुभएको हो। पढाइको पहिलो सिडी अनुशासन हुन्छ। त्यो अनुशासनको सिडीलाई नाग्ने कोसिस गर्नुभयो भने एउटा एकाडेमीले माया गर्न सक्दैन। आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको दिन म एउटा आध्यात्मिक विषयलाई 1 मिनेटमा राख्छु र विद्यार्थीलाई त्यसले के असर गर्छ भन्ने भन्छु। आध्यात्मिक मार्गमा भक्ति मार्ग एउटा मार्ग हो। त्यो भक्ति मार्गको बाटोमा सबैभन्दा सजिलो बाटो हो। त्यो हामीले धर्म गर्यो भने आमा बुवाको धर्म गर्यो, स्कुलको धर्म गर्यो भने स्कुलको धर्म के हो भने सबभन्दा सजिलो त्यो चाहिँ आत्मसमर्पण हो। उहाँले आमा बुवाले भनेको कुरोलाई मानिदिनु भनेको तपाईँको आत्माले समर्पण गरेको हो। त्यो विद्यार्थीलाई पढ्नको लागि सबभन्दा सजिलो बाटो नै त्यही हो। यसै बारेमा विद्यार्थीहरूको लागि यो भाव किन महत्त्वपूर्ण छ भने प्रिय भाइ बहिनी विद्यार्थीहरू, भक्ति मार्गले सिकाउने सबैभन्दा ठुलो शिक्षा के हो? दिमागलाई अनुशासन र मुटुलाई प्रेमले भरिनु यो मार्गको पहिलो सिडी हो। विद्यार्थीको जीवनमा लगनशीलता, अनुशासन, एकाग्रता, सेवाभाव, सकारात्मक सोच यी गुणहरू नै सफलताको आधार हो। यी सबै गुणहरू भक्ति मार्गको साधनाबाट प्राप्त हुन्छ। साधनाका प्रक्रिया चाहिँ के हुन् भने शिक्षकले, अभिभावकले भनेको कुरोलाई मानिदिनु नै त्यो साधनाको सिडी हुनेछ। गुरुहरूको मार्गदर्शन, शास्त्रको ज्ञान र सत्सङ्गको प्रभावबाट विद्यार्थीले आफ्नो चरित्र, संस्कार, व्यक्तित्व उज्यालो बनाउँदै लैजान सक्छ। धन्यवाद। आजको दिनको लागि शुभ सन्देश।